हेलो साथीहरू नमस्ते, स्वागत छ मेरो युट्युबमा। स्वस्थ मस्त व्यस्त हुनुहुन्छ होला भन्ने आशमा आज पनि 2083 साल वैशाख 11 गते मेरो छोरीको जन्मदिन परेको हुनाले सबैजनाले मेरो छोरीलाई पनि ह्याप्पी बर्थडे भनेर विश गरिदिनु होला भन्न चाहन्छु। र आज मैले के गर्दैछु त, कसरी केक काट्न लाग्यो, कसरी बर्थडे मनाउन लाग्यो त्यो पनि हेरिदिनु होला। त्यस्तो मान्छेहरू बोलाएर, पाहुनाहरू बोलाएर भव्य तरिकाले त केक काट्न खोजेको होइन। त्यही घरको मान्छेहरू हामीहरू जतिजना छन् त्यतिजनाले केक काटेर मेरो छोरीलाई खुसी राख्ने कोसिस गरेको हो। साथीहरू हजुरहरूले पनि हेरेर साथ दिनु होला। र त्यस्तै आज जतिजना छन् त्यतिजना मिलेर केक काटेर छोरीलाई खुसी राख्ने कोसिस गरेका छन् साथीहरू। त्यसै आज वैशाखको 11 गतेदेखि फेरि मेरो कर्मभूमि धारापानी गाउँमा सुटिङ भएको परालको आगो पनि रिलिज भएको छ साथीहरू। हजुरहरूको घरको नजिककै सिनेमा घरमा गएर परालको आगो हेरेर मजा लिनुहोस्, हाम्रो नेपालीहरूलाई साथ दिनुहोस् भन्न चाहन्छु। र हेरौँ है त साथीहरू, मैले कस्तो के गरेको छु त्यस्तो भव्य त होइन, सिम्पल तरिकाले त्यही पनि हेर्नुहोस्। फुल भिडियो वाच गर्नु होला साथीहरू। मलाई माया गर्नुहोस्, मलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर मलाई हौसला दिनु होला भन्न चाहन्छु। लास्ट हेर्दै गर्नु होला। किनभनेपछि भोलि बिहानमा अब मेरो छोरीको बर्थडे मनाउने चाहिँ, अनि मलाई ढिला हुन्छ, बिहानमा ढिला हुन्छ भनेर अहिले पुग्दैछु मैले। कति साह्रो, अरू सबै सुतेछन्, 12 बज्न लाग्यो साथीहरू रातको। बाबुतिर हेर्ला मलाई त फुपूले नि हेर्नुहुन्छ मैले नि भिडियो। ल फुपू नमस्ते गरिदियो ल एकचोटि। नमस्ते फुपू, थ्याङ्क यू भन। स्कुटी किनिदिनु भएकोमा थ्याङ्क यू, मलाई स्कुटी नाला किनिदिनु भएकोमा भन छोरी। हात भयो भयो नमस्ते। केक काट्ने बेला देखाउँछु। यहाँ नौलो देखेर न त फेरि जन्मी छन्नी मम्मीलाई यहाँ बसाउनेको लागि सुरु हुँदैछ।
फेरि म हेर्न लाग्यो हजुर भन्नु हजुर भन ल अब त्यो उस बालिहाल्नु अर्को ठुलो अनि ओ मेलिन त्यो खानुहुन्न त्यो तैँले सक्दैनस् लिएर त्यो कहाँ पुतुल मुडा पुतुल Happy birthday, Melin. No, happy birthday. Happy birthday. Thank you, Anantari. ल जा आइज सानवी मम्मी ल तैँले खाइदिनु सानवी मोटी ल टिका लगाएपछि निरोगी हुनु ठुलो ठुलो ज्ञानी मान्छे बन्ने पढ्ने होइन 100 साल जन्मदिन मनाउने तिम्रोबाट फोटो होइन बाबा आमाले भनेको मान्ने है नगर्नु चाहिँ खै त्यो ल बाबाले नमस्ते ल ज्यू नमस्ते ल आशिष ज्ञानी हुने मेरो नातिनीले धेरै धेरै पढी डक्टर बनी है भनेको बात मान्ने डेडी मम्मीले बाबा आमाले भनेको बात मान्ने ल ल ल नमस्ते गर ल मनोज लगाइदिनु हेर न यतातिर हो त्यतातिर त्यो यता त्यहाँ यता हो यो साइड यतातिर ध्यान नदिउँ त्यत्रो नमस्ते ज्यू गरौँ यस्तो गर्ने क्या ल फर्स्टचोटि मान्छे दियो दिन त्यो पर्क्यो नमस्ते गर आन्टीलाई नमस्ते गर आन्टीलाई ल नमस्ते गर आन्टीलाई ल नमस्ते त्यो बेला पनि बाहिर झुलाउनु पर्ला त्यो बाहिर राख्नु
ल बर्थडे गर्नु सक्यो तिम्रो बर्थडे अरे हजुर साथीहरू आज रेन्डिलको बर्थडे पनि सकिन लागिसक्यो अब खाना खाने मेरो इष्टमित्र यहाँ जोन दुइटा यहाँ जोन र भाइ फेरि यहाँ गर्दैछन् यहाँ मेरो रुम लथलिङ्गै यस्तो बिहानदेखि केही गर्नु भ्याएको छैन ल सान्वी ल हाई गर ल हाई गर हेलो गर सान्वीको मम्मीले फेरि यहाँ व्यस्त छन् गरी हुने बर्थडे सक्यो खाना खाँदैछन् अब घर जान्छन् नि निरो आज दिनभरि बस्ने भनेको त झन् यस्तो नि पछि बसौँला खोलिस् अघि माइलीले खोल्नै नजानेर यो तलको अकला साथीहरू डेकोरेसन पनि सक्यो मेरो छोरीको बर्थडे पनि सक्यो डेकोरेसन पनि बिग्रिँदै गयो छुट्टै गयो मेरो साथीहरू खाएर पनि गइसक्नु भयो डेकोरेसनको हाल त्यस्तो छ